हुन्छ आतंक, आउँछ सुनामी, आज 2वटा मेयरको हुन्छ आदि हुरी इत्यादि। हियर डु वी हैव ऑन माय लेफ्ट हर्क साम्पाङ, हियर वी डु हैव ऑन माय राइट बालेन शाह। मुख सारकडा हो, यसलाई जे भन्दा नि मिल्छ। कालो चस्मा लगाई कुर्सीमा बसी स्ट्याटस लेख्नु भन्दा बेल्चा समाई स्ट्याटस लेख्नुमा छुट्टै फिल्छ। जेसुकै भनोस्, अबको अपकमिङ प्रधानमन्त्री हर्क साम्पाङ नै हुन्छ। आजको यो ब्याटल अलि अश्लील हुन सक्छ। बालेन अबको देशको आशा हो, सबले प्रधानमन्त्री बनाउन चाहन्छ। स्ट्याटसको कुरा गर्छ हर्के, तैले 4 दिन लगाएर लेखेको 400 वटा स्ट्याटसको जति लाइक त मेरो एउटा स्ट्याटसबाट 4 मिनेटमा आउँछ। तैले अरु के नै गर्न सक्छ सर, विदेशी दलाल त्यही स्ट्याटस लेखेर जेन्जी भट्काउँछ। यस्तो ताल छ, तैले कहाँबाट प्रधानमन्त्री पद पट्काउँछ। अबको प्रधानमन्त्री हर्क साम्पा हुने भयो, कठै मेरो लुसिफर अब घर गएर धुरु धुरु रुने हो। हर्के भैँसी जस्तो कराएर बालेनको रौँ पनि हलिँदैन। यो त बेकारले खेलिएछ, अब यस्तो कराउने भैँसीसँग खेलिँदैन। नेपालमा धेरैवटा प्रधानमन्त्री बने, तर अहिलेसम्म कसैले विकास गर्न सकेको छैन। अब बन्छ नेपाल, किनकि अहिलेसम्म बालेन आएको थिएन। यो लुसिफर गजेडी प्रधानमन्त्री हुँदै हुँदैन। तेरो बकमजुसे कुराले देश विकास हुँदै हुँदैन। बेल्चा चलाए मात्र बन्छ देश, तबिर त यसको कुनै रिजन छैन। देश कस्तो बनाउनु पर्छ भन्ने तबिर त कुनै भिजन छैन। तैले एक दिन हर्कको बारेमा कविता लेख्नेछस्, अनि भिजन के हो बल्ल देख्ने। बेल्चा चलाएर देश बन्दैन हर्के, किनकि देश बनाउन त आधुनिक प्रवृत्ति चाहिन्छ। बालेनलाई राम्रोसँग त चिन, बालेन भित्र 5 वर्षमा नेपाललाई अमेरिका जस्तो बनाउने भिजन पाइन्छ। बालेन र भिजन बीच अनन्याश्रित सम्बन्ध छ। हर्केको जस्तो भिजन भएको कुहिरे नेपाल घुम्न आउँदा मोजमस्तीको सिलसिलामा जन्मन्छ। प्रधानमन्त्री बन्छ रे यो, हेर्दै थिच्न मन लाग्छ। 2-4 दिन पर्खी हर्के, डोनाल्ड ट्रम्पलाई नि मसँग फोटो खिच्न मन लाग्छ। अबको त प्रधानमन्त्री केपी शर्मा ओली हुन्छ। हैन कहाँ होला, प्रचण्ड हुन्छ। प्रचण्ड कहाँ होला के, शेरबहादुर देवमा छ अबको प्रधानमन्त्री। केपी ओली भनेको चाहिँ खतरा मान्छे हो। कहाँ होला, प्रचण्डले 15 वर्ष क्रान्ति गरे हो। ए भाइ, शेरबहादुर देवमा त भोल्याब्लेर गर्न प्रधानमन्त्री हुन्छ अब। जसले जे भन्यो भने हुने भनेको प्रधानमन्त्री प्रचण्ड हो क्या। केपीलाई देखेको छैन तिमीहरूले? केपीले झापाबाट खान्छ मार्क। भर्खर अस्ति हेलिकप्टर चढेर भागेको थाहा पाइन्छ त्यसले। केटा हो, प्रचण्डलाई त कसैले छुनै सकेन। केपी भने केपी नै हो। शेरबहादुरलाई कसैले के गर्नै सक्दैन। अस्ति जेन्जी आन्दोलनमा लादी ओकाउने मार्खा ब्रिसेलिस। अरु जे भने पनि केपी ओली भने केपी ओली नै हो। केटा हो, अहिले पनि यस्तो के कुरा गरिरहेको छ तिमीहरूले? अहिले पनि बुढापाकाहरूलाई भोट दिएर हुन्छ? अब त बालेनको दुनियाँ हो नि त। अब हामीले बालेनलाई जिताएर देश विकास गर्नुपर्छ। बालेनले के हामीलाई मासु भात दिने हो? साला बालेनको कुरा गरेर आउँदो रहेछ यार। हामी त मासु भात पेट्रोलमा पो खाना छोडेर को बालेनको पछि राख्छ। ज्यानधन आशावान निराश छन् फुलका थुङ्गा। केटा हो, यसपालि हामीले बालेनलाई जिताउनै पर्छ। नजिताइ नहुने नि, देश विकास त बालेनले पो गर्छ। बालेन भनेको देशको लिडर हो केटा हो। त्यही त केटा हो। अब हामीले बालेनलाई जिताएन भने हाम्रो देश कहाँबाट उँभो लाग्छ? अब उँभो लाग्ने भनेकै बालेनलाई जिताउनका लागि हो। केटा हो, बालेन र रवि भनेको अब हाम्रो देशका आशा हो। अब देश बनाएपछि यिनीहरू बनाउँछन् केटा हो, नत्र अब अरूबाट आशा छैन। ए केटा हो, काङ्ग्रेसले त मासु भात र पेट्रोल दिने हो अरे। केटा हो, काङ्ग्रेस भनेको त खतरा हो। काङ्ग्रेसलाई त जिताउनै पर्छ नि, भविष्य नै काङ्ग्रेसमा छ। केटा हो, प्रचण्डको पार्टीले त पैसा पनि दिने कुरो भएको छ त। केटा हो, यो बालेन र काङ्ग्रेस भन्दा त प्रचण्ड कति गुणा ठुलो हो, कति गुणा ठुलो। जे भए पनि प्रचण्डले उहिला कम त राम्रो काम गरे हो। प्रचण्डलाई त भोट हाल्नै पर्छ है केटा हो। केटा हो, केपीले त सबैलाई खसीको मासु र पैसा दिने कुरो गरेको छ त। केपी त केटा हो, हिजो पनि राम्रो थियो, आज पनि राम्रो छ, भोलि पनि राम्रो छ। हो कि होइन भन्छ ल। समा एकचोटि लुट्ने हर समयमा भन्नुहोस् हर्क साम्पाङ अब को बन्छ प्रधानमन्त्री? अबको प्रधानमन्त्री भनेको म भन्छु। तपाईँ कसरी भन्नुहुन्छ अब बालेन प्रधानमन्त्री हुन्छ? त्यस्ता मुला बालेन त्यस्तो लुसिफर प्रधानमन्त्री बन्छ। अबको प्रधानमन्त्री भनेको म भन्छु नि। तपाईँ कसरी भन्न सक्नुहुन्छ अब बालेनले प्रधानमन्त्री बनाउने भनिरहेको छ सबैजनाले? बालेनलाई होइन के, यो सिङ्गो देशलाई बनाउने हो होइन। जनताले कस्तो प्रधानमन्त्री चाहन्छ त्यो हेर्नु पर्दैन। त्यो स्ट्याटसमा हेरेर अनलाइनमा हेरेर हुन्छ। अबको भविष्यको प्रधानमन्त्री बालेन शाह हो। म हो प्रधानमन्त्री, म हो प्रधानमन्त्री। कसरी तिमी प्रधानमन्त्री हुन्छ? अरू केपी ओली पनि त बन्न सक्छन्। अरू कोही होइन, हावा कुरा नगर्नु। अब प्रधानमन्त्री भनेको म हुन्छु। हाम्रो श्रम संस्कृति पार्टीले जित्छ, बहुमत ल्याउँछ नेपालमा। बहुमत ल्याएर हाम्रो श्रम संस्कृति पार्टी
नेपालको नम्बर 1 पार्टी हुन्छ। धिकारा आफ्नो क्षमता रमिता जीवन अबको अपकमिङ प्रधानमन्त्री को थाहा छ तिमीलाई? सायद बालेन शाह हुन सक्छ। कसरी बालेन शाह हुन्छ? तैले थाहा पाउँछस्? बालेन शाह नहुन पनि त सक्छ के र? त्यसमा अब हर्क शर्मा हुन्छ प्रधानमन्त्री। साला बेमान, खै त्यो बेलचा चलाएर देश बन्छ? त्यसो भए केपी बन्छ प्रधानमन्त्री। कसरी बन्छ केपी प्रधानमन्त्री? भर्खर अहिले निक्लेको होइन? त्यसो भए प्रचण्ड हुन्छ होला अबको प्रधानमन्त्री। कसरी बन्छ प्रधानमन्त्री अब प्रचण्डे? प्रचण्डे पनि कहिले प्रधानमन्त्री बन्छ? सेरे त पक्का प्रधानमन्त्री बन्छ त्यसो भए त। अस्ति भर्खर त्यसले पिटाइ खाएको होइन जेन्जी आन्दोलनमा, अब कसरी बन्छ त्यो प्रधानमन्त्री? अरे यार बन्छ चाहिँ को प्रधानमन्त्री? म अनुहार हेर्दा कुकुर जस्तो छ, यस्तो प्रधानमन्त्री बन्छ? आफ्नो भाग्य जिन्दगी सकाउने म केपी ओली, म प्रचण्डे, म शेरबहादुर देउबा। म चाहिँ को? भोलि मासु भात खास् तैँले? म त झोले 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 बनाइयो। झोले त